हरिया दाइले बिसाउने भारी। नमस्कार साथीहरू, पुई आजले हम बामुनतला रत्नदेवी भट्ट हजुरआमाको घर माई फिनिस नाय हो काम। यो टिन डन छोटो पड़े पारे सादा टिन छोटो पड़े डन अर्को हाल्यो अरे यो चुने हो गरे। अब गल्ती त हमारे नाय खास येमा। अब यो दोस्रो टिन हल्ला रही हूँ। दोस्रो टिन इतला ले भेटाउन तमलाई म सादा टिन पुरा यो 20 फिट अझ लिएर हो। 20 फिट टिनलाई चाहिँ क्लियर तरिकाले एमा हाल्ले। अब एमा ट्याक्कै हाल्ले। आज बुबा यिनीहरू काम घरको काम पुरा सकियो बिजुली बत्ती हरेक चीज सब भयो। अब फिनिश हजुरआमा आज फाइनली तमरा बिजुली बत्ती बलिबरे फाइनल रूपले आज घरलाई क्लियर हो गयो। त्यसै उपलक्ष्यमा एक गीत गाइदिए आमा ल। की गीत गाउँजा बोई अरे गाइदिए पनि रन गाइबर एक जसो जानुहुन्छ बुढेस कालमा हिल्लोप गन्जेको चाहिँ छोराइला गइल म मुइलाइलो है। नै गर तेरा नै गर मेरा ओ जनिगिरी जङ्गल बास भयो काहीँ दिउरा नगेला झर्छो जनिगिरी मुखी आज भयो के गाउँ जाको गा नाही एक और आमा अशा काय हो गयो तामाखो भया ओ जनिगिरी लम्पद्या पात भयो नै घर तेरा नै घर मेरा ओ जनिगिरी जङ्गल बास भयो हरि हर इसै खुसीमा मै गीत गाउन एकबार हल्का हात हल्काइदिए आमा ल। अरू केही नै ए भरिया दाइले बिसाउने भारी सुन माया डाँडेको चौतारी। धन्यवाद आमा ल भयो।